केही दिन अगाडि एउटा कविता लेख्ने प्रयास गरेको थिएँ र कविता कस्तो प्रकारको छ भने हाम्रो मिनगडाको छेउमा चाहिँ एउटा सिमल डाँडा छ र एक समयमा त्यहाँनिर सिमलको गाछ थियो र अहिले छैन र सिमल डाँडाको अन्तरात्मा बोल्दैछ र भन्छ, ए गाउँले हो, मलाई पनि यसो फर्केर हेर्ने गर न हौ। म त्यही सिमल डाँडा हो, म त्यही सिमल डाँडा हो, घाम पानीको छहारी हो, मिनगडाको शिर हो। जतिपल्ट नाम मिनगडाको आउँछ त्यति नै पल्ट नाम सिमल डाँडाको आउँछ। एउटा समय थियो, सारा विद्यार्थीहरू आउँथे, अन्ताक्षरी खेल्थे, नाचगान गर्थे, घरि उकालो घरि ओह्रालो गर्दै एकार्कामा रमाउँथे। परीक्षा आउन अघि साथीभाइको सल्लाह मेरै काखमा बसी गर्थे। अङ्गालोमा नआए पनि सिमलमाथि चढ्ने प्रयास गर्थे। डोको बोकेर गाउँले दिदीबहिनीहरू चिया कमानतिर जान्थे। फर्किँदा घाँसको भारी बिसाउँदै सुस्केरी लगाउँदै हावा बोलाउँथे। थकानको शरीर ठेस लगाएर गुनगुनाउँदै बोलिन्थे। तर आज सिमल डाँडा त छ, तर सिमल छैन। जुन दिन सिमल मासियो नि, सबैले मलाई पनि बिर्सियो। आज पनि यसो निहालेर हेर्छु, कोही आउँदैछ कि, आएर एउटा सिमल रोपिदिन्छ कि। सिमल नभए बरु पिपलै रोपिदेऊ, सिमल नभए बरु पिपलै रोपिदेऊ। सिमल डाँडा नभएर पिपल डाँडा बनिदिन्छु। एउटा बिरुवा त रोपेर हेर, एउटा बिरुवा त रोपेर हेर। पछि गएर तिमीहरूकै लागि घाम पानीको छहारी बनिदिन्छु। धन्यवाद।